सबजनालाई नमस्कार छ। सबैलाई दर्जा अनुसारको ढोक छ अनि सबैजनामा मिठो मिठो। आज म हजुरहरूलाई देखाउन आर्यो दोगडा केदार गाउँपालिकाको वडा नम्बर 5 मा रहेको रैसेकोटको नामले चिनिने प्रकृतिको एकदमै सुन्दर उपहार छ। अनि यहाँ तलपट्टि यतापट्टि चौलानी नदी छ र एक साइडमा यहाँ डिगाड नदी छ। एक ठाउँमा झरना छ। हजुरहरूलाई देखाउन ल हेर ऊ तल चौलानी नदी बगिरहेछ। यो भन्दा ऊ परको गाउँ सेजाली घुम्ने ठाउँ हो। ऊ माथिपट्टि बिनखाली छ। अनि एकदमै हेर्दलायक ठाउँ छ यहाँ। पर झरना एकदमै सुन्दर झरना। यहाँ झरना छ। अनि यहाँ तलपट्टि ऊ ढिगाड नदी हो। यहाँ ढिगाड नदी हो। यहाँ हाम्रो यहाँ घाँस सास काटे जङ्गल भयो। यिन हाम्रा फाग्ला हुन्। पार घाँस लेबर उन्नार्यान हाम्रा यहाँका महिला दिदी बहिनीहरू यहाँ घाँस लेबर उन्नार्यान। अनि यहाँनिर एउटा पिपल चौतारी छ। पिपल चौतारी पनि छ। यहाँनिर हजुरहरू देख्न सक्नुहुन्छ। यहाँ बर र पिपलका दुईवटा बोटहरू छन्। यहाँ पिपल चौतारी छ। यतापट्टि आदि यहाँ सब घुम्दै लेखा नआया वाला यही ठाउँमा घुम्दै आया। यहाँ धेरै निका भिडियोहरू उमार्नेमा फोटोहरू एकदमै राम्रो आउँछ। यहाँको एकदमै रमणीय ठाउँ पनि छ।